हेलो हेलो साथीहरू, कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ? यो मेरो डे 5 वेट लस च्यालेन्ज भनौँ न। अब कति पुग्छ हेरौँ। च्यालेन्ज गरेको छु 3 महिनाको च्यालेन्जमा चाहिँ आज 5औँ दिनको यो फर्स्ट मिल 8 बजे चाहिँ मैले जिमबाट आइसकेपछि चाहिँ 30 ग्राम सातु, चनाको सातु, झन्डै आधा लिटर पानीमा थोरै प्याज, बिरे नुन, कागती हालेर चाहिँ पिएँ। अनि साथमा चाहिँ मैले आधी स्याउ लिएँ। अनि आज म तपाईँहरूलाई देखाउँदैछु है बिना तेलको मासु चाहिँ कसरी पकाउँछु। अब म वेट लसमा हुँदाखेरि चाहिँ बिना तेलको मासु यसरी बनाएर खान्छु, हेर्नु होला है साथीहरू। अनि सबै मसलाहरू चिकनलाई धुने, मजाले पखाल्ने, बेसार, नुन, मसला, टिमुर हैन, खुर्सानी हैन, अनि त्यसपछि टिमुर पनि हाल्छु, प्याज, सबै चिज, अनि थोरै दही, अदुवा लसुनको पेस्ट सबै हालेर चाहिँ मोलमाल गर्छु र अनि 20 मिनट जति यसलाई रेस्ट गर्न राख्छु। यसरी मोलेर बिना तेलको है यो। अनि चाहिँ मजाले कराईमा 20 मिनटपछि चाहिँ कराईमा छोपी पकाउने है। अनि रेडी हुन्छ के छोपी पकाउने। अनि मजाले सानो आँचमा पकाउनुपर्छ, अनि चाँडै रेडी हुन्छ। ल हेर्नु, रेडी भयो। आज मैले मासु र ढिँडो खाएँ। अनि राति चाहिँ बङ्गुरको मासु र चिउरा, त्यो पनि बिना तेलको पकाएको। इन्जोय।